पछिल्लो समयकी निकै चर्चित र व्यस्त गायिका रचना रिमालको स्वास्थ्यमा समस्या सेनाको हेलिकप्टर मार्फत काठमाडौँ ल्याइयो। हो दर्शकवृन्द, पछिल्लो समयकी निकै चर्चित गायिका रचना रिमाल साङ्गीतिक प्रस्तुतिका लागि रुकुम पश्चिम पुगेकी थिइन्। कार्यक्रम स्थलमा पुगिसकेकी गायिका रचना रिमालको स्वास्थ्यमा समस्या देखियो। उनको स्वास्थ्यमा समस्या देखिएपछि त्यहाँबाट नेपाली सेनाको हेलिकप्टरले उद्धार गरेर उनलाई नेपालगञ्ज लगिएको थियो। सुर्खेतबाट सेनाको हेलिकप्टर मगाएर उनलाई नेपालगञ्ज लगिएको थियो। त्यहाँबाट पनि उनलाई मंगलबार बिहान काठमाडौँ ल्याएर धुम्बराई स्थित हेम्स अस्पतालमा भर्ना गरिएको छ। रिमालले रुकुम पश्चिम स्थित सानी भेरीको बेल्टापुमा सञ्चालन भइरहेको महोत्सवमा प्रस्तुति दिने तयारी थियो। अचानक पेट दुखेपछि उनलाई काठमाडौँ ल्याइएको हो। तर उनलाई किन पेट दुख्यो, के कारणले पेट दुख्यो, उनको स्वास्थ्यमा के समस्या आएको हो अहिलेसम्म खुलेको छैन।